नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशमलाल चौधरीले कैलालीको टिकापुरलाई छुट्टै जिल्ला बनाउने घोषणा गरेका छन्। टिकापुरवासीले गर्ने आत्मनिर्णयको अधिकारलाई प्रयोग गरेर हामीले टिकापुरलाई जिल्ला बनाउनु पर्छ। शुक्रबार नाउपाले आयोजना गरेको टिकापुर विद्रोह दिवसलाई सम्बोधन गर्दै उनले टिकापुर जिल्ला बनाउने आफ्नो पहिलो काम रहेको र यसलाई कसैले रोक्न नसक्ने बताएका छन्। उनले टिकापुर जिल्ला बनाउन स्वर्गीय खड्गबहादुर सिंहको आयोजनामा आफू हिँडिरहेको अनेक षड्यन्त्र गरिरहेको उनको भनाइ छ। उनले भनेका छन्, टिकापुर जिल्ला बनाउने स्वर्गीय खड्गबहादुर सिंहको आयोजनामा रेशम चौधरीले पैतला टेक्दै थियो। 2027 सालमा घोषणा हुने लागेको टिकापुर जिल्लालाई सधैँ अरू मान्छेहरू त्रास भइरहे। रेशम चौधरीले टेकेको पैतलामा टिकापुर जिल्ला बनिहाल्छ कि भन्ने उत्तर दक्षिण पूर्व पश्चिमका अन्य साथीहरूलाई ठूलो डर थियो। यो मञ्चबाट म आज उद्घोष गर्दैछु, टिकापुर जिल्ला 1 बन्छ, 2 बन्छ, 3 बन्छ। के लाग्छ, टिकापुर साँच्चै जिल्ला बन्छ त? जय नागरिक। हिजो हामीले पहिचानको मुद्दा उठाइरहँदा हामीलाई जातीयवादको बिल्ला बिराइन्थ्यो, तर आज पहिचान राष्ट्रिय भाषा भइसक्यो। साँच्चीकै आफ्नो अस्तित्वको रक्षा गर्न चाहनेले पहिचानको मुद्दालाई उठाइ नै राखेका छन्। त्यही पहिचानको मुद्दासँगै हामीले उठाउँदै आएको अर्को मुद्दा हो आत्मनिर्णयको अधिकार। यो विशेषतः कैलालीवासी टिकापुरवासीका लागि महत्त्वपूर्ण विषय र मुद्दा हो। विकसित देशहरूमा केही प्रतिशत जनसङ्ख्याले अब हामी यो नगरपालिकामा बस्दैनौँ, यो जोनमा बस्दैनौँ, यो डिस्ट्रिक्टमा बस्दैनौँ भन्ने अभिमत पुर्याएपछि उनीहरूलाई आत्मनिर्णयको अधिकार सहित छुट्याइदिने प्रचलन छ। हो, टिकापुर विद्रोह पछाडि टिकापुरको जुन दुरावस्था भयो त्यसले टिकापुर 25 वर्ष पछाडि धकेलियो र फेरि पनि आएको शक्तिले नेतृत्व वहन गर्न नसक्दा टिकापुर अर्को 10 वर्ष पछाडि धकेलियो। तर अब टिकापुरलाई पछाडि धकेलिने अवस्था नआउन दिनका लागि म उम्मेदवार रेशम चौधरी स्वयं मैदानमा उभिएको छु। त्यो पनि टिकापुरवासीको आत्मनिर्णयको अधिकार सहितको एजेन्डालाई लिएर। टिकापुरवासीले गर्ने आत्मनिर्णयको अधिकारलाई प्रयोग गरेर हामीले टिकापुरलाई जिल्ला बनाउनु पर्छ। म को हुँ, मेरो परिचय के हो, टिकापुरमा मैले गरेका विकास के हुन्, म कस्तो प्रकारको मान्छे हुँ, यो सम्पूर्ण हजुरहरूलाई थाहा छ। म यो गर्छु, ऊ गर्छु, बाटो बनाउँछु, कल्भर्ट बनाउँछु, यो भनेर म तपाईँ समक्ष भोट माग्दैन। म संसद जान्दछु। धेरै जस्तो संसदका उम्मेदवारहरूलाई संसद भन्ने के हो थाहा छैन। संसदको परिभाषा थाहा नपाउनेहरूको पनि महत्वाकांक्षा सांसद बन्ने रहन्छ। मलाई संसदमा टिकापुरवासीको आत्मनिर्णयको अधिकारलाई लागू गराउनु छ र टिकापुरलाई नयाँ जिल्लाको रूपमा रूपान्तरण गर्नु छ। यही एउटा एजेन्डा हो मेरो। साथै देशैभरिबाट पहिचानका मुद्दालाई स्थापित गराउने, राज्यसँगको सहभागितामा सम्पूर्ण समुदायको समावेशिता मेरो साझा एजेन्डा हो। यही विषयलाई मनन गर्दै म उम्मेदवार भएको हुँ र मेरो उम्मेदवारीमाथि कसैले प्रश्न चिन्ह खडा गर्छ भने त्यो पार्टी लोकतान्त्रिक प्रजातान्त्रिक होइन, त्यो व्यक्तिगत रिसिभीका कारणले र आफ्नो मानसिक कुण्ठाका कारणले कसैले म माथि उजुर बाजुर गर्ने प्रयत्न गर्छ भने यसको क्षति सिङ्गो टिकापुरवासीलाई जान्छ र हामीले बुझ्नुपर्छ त्यो व्यक्ति र त्यो पार्टी टिकापुर विरोधी पार्टी हो, जसले हिजो विद्रोह गरायो, लडाई गराउँछ या सधैँ झैझगडाको तानाबाना बुनिरहन्छ। यस्ताबाट सतर्क रहौं, स्वच्छ प्रतिस्पर्धा गरौं, इमानदारीपूर्वक जनमतको कदर गरौं र
यो निर्वाचनलाई भव्य रूपले सफल पारौं। साथै उम्मेद्वार भएको नाताले जाँतो चिन्हमा, चकिया चिन्हमा छाप लगाएर नागरिक उन्मुक्ति पार्टी नेपाललाई अत्याधिक बहुमतले विजय गराउँ भन्ने अपेक्षासहित बिन्ती गर्दछु। जय नागरिक।